अन्तर्वार्ता पोडकास्टमा निखिल उप्रेती जति शान्त देखिन्छन् ठुलो पर्दामा भने उनी एकदमै भयङ्कर देखिन्छन्। अब आउन लागेको चलचित्र आचार्यमा त झन् उनी महाभयङ्कर नै देखिएका छन्, जुन फिल्म यही असोज 9 गतेबाट रिलिज हुँदैछ। निखिल उप्रेतीको डेब्यु नै एक्सन फिल्मबाट भएको थियो। 2058 सालमा जब पिञ्जडा रिलिज भयो त्यसपछि भने लगातार उनले नेपाली एक्सन फिल्महरूलाई नै काँध हालिरहे। त्यसैले दर्शकले 2 दशक अघि नै उनलाई एक्सन किङको उपाधि समेत दिइसकेका छन्। निखिलको फिल्म लागेपछि उनको एक्सन हेर्नकै लागि दर्शकहरूको भिड लाग्थ्यो। के अब पनि त्यस्तै होला त? यो अहिलेको मुख्य प्रश्न हो। आउनुहोस् चलचित्र आचार्यको टिजर र निखिल उप्रेतीको कमब्याकको विषयमा थोरै चर्चा गरौँ। आचार्यको फर्स्ट लुकमा सबैभन्दा पावरफुल देखिएको भनेको निखिल उप्रेतीको बडी स्ट्रक्चर नै लाग्यो। साउथ मुभीको यसलाई समेत मात खुवाउने गरी उनको बडी ट्रान्सफर्मेसन साँच्चै लोभलाग्दो छ। कन्सेप्ट एकदमै क्लियर छ। यहाँ आचार्यले ज्ञान बाँड्ने छैनन्, धमाका गर्नेछन्। सुरुको त्यो इगलवाला साउन्ड कन्सेप्ट खासै नौलो लाग्दैन, तर जब ब्याकग्राउन्डमा बिट बज्न सुरु हुन्छ, टाइटल डिजाइनको इन्ट्री हुन्छ अनि भने मजा आउँछ। यसले आचार्य चलचित्र केही युनिक छ भन्ने भाइब क्रिएट गरेको छ। यहाँ निखिलको ढाडमा गीताको श्लोक लेखिएको छ जसमा भनिएको छ, धर्मलाई पुनर्जीवित गर्न म युग युगमा जन्म लिन्छु। महाभारतमा यो कृष्णले अर्जुनलाई भनेको कुरा हो। अर्थात् आचार्यमा धर्म बचाउनका लागि निखिल उप्रेती कृष्णको अवतारमा देखिँदैछन्। फर्स्ट लुक हेरिसकेपछि मेरो ध्यान चाहिँ टेक्निकल टिममा पनि गयो। फिल्मको डिरेक्सन निखिल उप्रेती आफैले गरेका हुन्, यो त सबैलाई थाहा भएकै कुरा हो। डिओपी अर्थात् छायाङ्कनमा 3 जनाको नाम रहेको छ। सौरभ लामा, मनु बिके, नवराज कृष्ण थापा। अझ एडिटरमा बन्दे प्रसाद भएपछि फिल्म कस्तो बन्छ धेरैले अनुमान गर्न सक्नुहुन्छ। त्यसमा कालचरणको ब्याकग्राउन्ड स्कोर। कालचरण उनी हुन् जसको बिजिएमले 12 गाउँलाई हिट बनायो भन्दा फरक नपर्ला। अब सोच्नुहोस् त, कालचरणको बिजिएम अनि पर्दामा निखिल उप्रेतीको एक्सन। आचार्य कस्तो होला? हाइप अनि एक्सपेक्टेसनले आकाश छुँदैछ। यहाँ कोरियोग्राफरमा गम्भीर विष्ट र किरण थापाको नाम देखिन्छ। त्यस्तै कलरिस्टमा राजेन्द्र बोक्तानको नाम रहेको छ। टिम राम्रो बनेको छ। अब यो टिमको एक्जिक्युसन कस्तो होला त्यो भने हेर्न बाँकी छ। फर्स्ट लुकको लास्टमा रहेको भिएफएक्सलाई लिएर अडियन्सबाट केही गुनासो पनि आएको छ। कन्सेप्ट र इमेजिनेसन राम्रो छ। ब्लास्ट भएर गाडीको चक्का उड्नु, त्यसलाई आचार्यले चक्र जस्तो औँलामा राखेर घुमाउनु गजब कन्सेप्ट हो। यसले लार्जर देन लाइफको फिल गराएको छ। तर यसमा भिएफएक्स भने कमजोर देखिएको छ। हुन त नेपाली सिनेमामा हलिउड लेभलकै भिएफएक्स आशा गर्नु पनि ठिक होइन, तर मोबाइलमा हेर्दा समेत कमजोर देखिने यस्तो दृश्य सायद फर्स्ट लुकमा नराखेको भए हुन्थ्यो। टाइटल डिजाइन र निखिल उप्रेतीको त्यो लुक्स नै काफी थियो। जे होस्, आशा गरौँ पर्दामा आउनु अघि यसमा पनि पक्कै सुधार हुनेछ। अझै टिजर आउन बाँकी छ, ट्रेलर आउन बाँकी नै छ। फिल्ममा अरू को कलाकार छन् भन्ने कुरा पनि खुल्न बाँकी नै छ। यो फिल्ममा पूर्णिका सिजापति, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया लगायतको भूमिका रहेको चर्चा छ। यो फिल्मलाई नेपाल र भारतमा छायाङ्कन गरिएको थियो। नामले धर्मगुरु जस्तो लागे पनि फर्स्ट लुकमा देखिएको कन्टेन्टले यो आधुनिक जमाना र पौराणिक कथाको फ्युजन जस्तो लाग्छ। जे होस्, हामी अडियन्सका लागि फिल्म कहिले आउला भन्ने कन्फ्युजन भने हटेको छ। असोज 9 गते हलमा एक्सन धमाका हेर्न को एक्साइटेड हुनुहुन्छ कमेन्टमा लेख्नुहोला। निर्माण टिमलाई भव्य सफलताको शुभकामना भन्दै म एकराज प्रधान आजको यो भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार, जय नेपाली सिनेमा।